नमस्कार बलबहादुर जी। धन्यवाद छ ईश्वरजीलाई। हजुर नमस्कार। हाम्रो चाहिँ यो नेपालमा यस्तो यस्तो इतिहासमा चाहिँ संरक्षण गर्नुपर्ने कुनै नेताहरूले पनि केही हाम्रो मकनपुर गढीमा चाहिँ यस्तो यस्तो दरबार रहेछ। यो तेस्रो विश्वयुद्धको चाहिँ राजाहरू बस्नुभएको ठाउँ रहेछ। तर यसमा चाहिँ स्थानीय सरकारहरूले चाहिँ अथवा हाम्रो केन्द्रीय सरकारहरूले चाहिँ मेन फोकसहरूले चाहिँ यसको चाहिँ संरक्षण गर्नु पर्यो। किनभने यो भनेको हाम्रो नेपालको इतिहास पुर्खाली चाहिँ कसरी चाहिँ यो गढी चाहिँ कसरी जित्नु भएको, हाम्रो नेपालमा चाहिँ कसरी चाहिँ उच्च हामीले पनि हेर्न चाहन्छौँ। त्यति चाहिँ धन्यवाद बलबहादुर जी। तपाईँ पनि अब यहाँ ललितपुर जिल्लादेखि आउनु भएको छ होइन? हजुर सर। अब यो गढी दरबार लगभग 200-300 वर्ष अगाडिको दरबार यो। हजुर। भनेपछि स्थानीय सरकारले पनि हजुर यसको चाहिँ पुनर्निर्माणको लागि पहल गरे हजुर धेरै राम्रो हुन्थ्यो भन्ने कुरा तपाईँको जिज्ञासा भयो। अति 100% पनि राम्रो हुन्थ्यो कि। किनभने यस्तो चाहिँ इतिहास भनेको हेरिराख्नुपर्छ। यस्तो इतिहास चाहिँ हामीलाई दोहोरिँदैन, यो चाहिँ हुनुपर्छ। किनभने सबै जनता आम जनताहरूले पनि यस्तो चाहिँ हुनुपर्छ। तर हाम्रो पालमा हुँदैन। योभन्दा 200-300 वर्ष अगाडि चाहिँ यस्तो भइरहेको छ। योहरू पनि हामीले संरक्षण गर्छौँ भनेर चाहिँ मेरो च्यानललाई पनि सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हामी ललितपुरबाट मकनपुर गढी डाँडा भन्ने ठाउँमा एकदमै पुरानो जुन पृथ्वी राजाको चाहिँ यो ससुराली पर्दो रहेछ त्यो बेलाको समयमा। यहाँको स्थानीय मामाबाट चाहिँ हामीले थाहा पाइयो यो। त्यस कारणले गर्दाखेरि यसको पुनर्निर्माणको लागि चाहिँ पहल चाहिँ उहाँले गर्ने हुनेछ भन्ने आशा लिँदै यो भिडियो एउटा सानो भिडियो हजुरहरू समक्ष राख्दछु।